नमस्कार, म सैलुङ झाँक्री नरूपन गुरुङले बिहान एउटा खबर सुने। अनि यो खबर चाहिँ न फेक खबर हो कि न कुनैले चाहिँ यो सरकारलाई गिराउनको लागि यस्तो खबर फेसबुक, युट्युब, टिकटकमा हालेको हो। यो चाहिँ मैले केही बुझ्न सकेन। वृद्ध बुवा आमाहरूलाई, हजुरबाहरूको वृद्ध भत्ता चाहिँ 75 वर्ष पुऱ्याउँदै साथी। यो ठिक होला कि बिठेक होला, सबैले कमेन्ट गर्नु होला। अब 75 वर्ष त हुन त हो, मरेर घाटमा पुग्छ, घ्याउ गर्न सजिलो होइन भनेर हो कि होइन भनेदेखि वृद्धहरूले साँच्चै मनोहर गुरुको इच्छा अनुसार चाहिँ 60 वर्ष हुनु पर्यो। किन भन्नु न, केही नभए नि 10-8 वर्ष त भत्ता खानु पायो। 75 वर्ष पुगेपछि, घाटमा पुगेपछि भत्ता दिएर के काम छ? त्यस कारणले अहिलेको खानपिनको अवस्थाले गर्दा केही सबै विकासे भयो। कुखुराको मासु हेरौँ तपाईँको, पहिला हाम्रो कुखुराको चल्ला पो 22 दिनमा चाहिँ कुखुराको माउले बच्चा कोरालेर निकाल्थ्यो। अहिले त 22 दिनमा त लगभग 5 किलो हुँदो रहेछ साथी। त्यस कारणले हामीलाई खानपिनबाट नै गर्दा नै बिच उमेरमै कमजोरीको मौसम भएर जाने भयो। त्यस कारणले पहिला राँगोको मासु खान्थ्यो। 1-1.5 वर्ष पुगेपछि राँगो खानेहरूले 1-1.5 वर्षमा आफ्नो जातित्व अनुसार राँगो काटेर खान्थ्यो। अनि खसी खानेले पनि आफ्नो जातित्व अनुसार खसी खानेले पनि के गर्थ्यो भने 1 वर्ष पुगिसकेपछि खसी पार्थ्यो। अनि खसी प्योर खसी बन्नलाई चाहिँ 3 वर्ष लाग्थ्यो। 3 पानी खसी भन्थ्यो। 3 वर्षमा खसी काटेर खाने चलनहरू थिए। बिहानै दौडिन्थ्यो जङ्गलमा, घाँस ल्याउनेले घाँस ल्याउँथ्यो, दाउरा ल्याउनेले दाउरा ल्याउँथ्यो, पत्केराहरू कुसनहरू ल्याउनेले पत्केरा कुसनहरू ल्याउँथ्यो। बिहान वस्तु बाहिर सार्ने, बारीमा लाने गर्नेले गर्थे। घरमा घरधन्दा गर्थे। अहिले घरधन्दा पनि गर्नु नपर्ने भयो। दाउरा पनि ल्याउनु नपर्ने भयो। ग्यासबाट सरर ग्यास आइरहेछ। अनि ग्यासबाट पकाएर खाने भयो। अहिले त ग्यास पनि बन्द, महँगो भएर गयो। त्यो पनि मजा लाग्यो साथी। आफ्नो गाउँमा भएको अर्ग्यानिक दाउराबाट पाकेको चिसो पानीबाट पकाएर खाने छोडेर ग्यासमा पकाएर छोरी बुहारीहरू, दिदीबहिनीहरू मजाले टिकटक बनाएर बाँड्ने भयो। धन्दाको साटो नै, कामको साटो टिकटक भयो। खाना बनाउने पनि टिकटक, पस्केर दिने नि टिकटक, धेरै खाने पनि टिकटक, थोरै खाने पनि टिकटक। यो टिकटकले पनि अहिले चाहिँ ठिकै सरकारले पनि ठिकै गर्यो। अनि गर्थे, त्यहाँबाट लिएर कोही घाँसबाट आउँथे, कोही दाउराबाट आउँथे, कोही वनपात पाका पत्तेहरूबाट, खेतीपातीबाट आउँथे। सबै जम्मा भएर 10-11 बजे खाना खान्थे। त्यहाँबाट फेरि आफ्नो ठाउँमा कहाँ जानुपर्ने लाग्थे। कोही वस्तु लगेर जान्थे, कोही गर्थे। अनि राम्रो थियो। खानपिन एकदम अर्ग्यानिक। भैँसीको मलबाट बिउ बिजन हुर्किन्थ्यो। भैँसीको मलबाट आलु रोप्थ्यो। भैँसीको मलबाट मकै रोप्थ्यो। भैँसीको मलै छरेर कोदो रोप्थे, धान फलाउँथे। अनि खाँदाखेरिमा नि राम्रो भएर स्वास्थ्यलाई पुष्टिक हुन्थ्यो। पहिलाको मान्छेहरू अहिलेसम्म कुनै छ 90-95 वर्षसम्म हुनुभयो। मेरै बुवा अहिले हुनुहुन्छ 89 वर्ष हुनुभयो।
अहिलेसम्म गाउँ घुमेर हिँड्दै गर्नुहुन्छ। तर अहिलेको रासनले त्यस्तो मान्छे त बाँच्दैन। बढीमा बढी 60 वर्षभन्दा माथि कर्दैन मान्छे। अहिले त कहाँ किडनी फेल्टो, कहाँको मुटु पाउ, कहाँको क्यान्सर, कहाँको पहिलाको मान्छेहरू त्यस्तो थिएन। सुगर प्रेसर पनि त्यति थिएन। सिस्नु पकाएर खान्थ्यो, साग खान्थ्यो, मुला खान्थ्यो, मकै खान्थ्यो, बिहानै अब छानेर जाँड खान्थ्यो। अहिले त जाँड खाए पनि मान्छे पिग्लिकै जाने, साग खायो भने पिग्लिकै जाने, मासु खायो भने पिग्लिकै। अब के खाएर बाँध्यो होला सरकार? अब त्यस कारणले केही न केही यो वृद्ध भत्ता चाहिँ वृद्ध भत्ता खाने बेला भएको बुवा आमाहरूलाई चाहिँ 60 वर्षमा वृद्ध भत्ता दिँदा म नरबन गुरु सैलुङ नरबन गुरुबाट चाहिँ सोचेअनुसार चाहिँ यो वृद्ध भत्ता चाहिँ 60 वर्षमा बाँड्दा अति राम्रो छ। 75 वर्ष भन्ने चाहिँ तपाईँको अब 75 वर्ष अघिल्लो दिन 75 पुग्ला, भोलिपल्ट अब मान्छे 1.5 भइसक्छ। अनि त्यो घाटमा लगेर दिने त्यो त हुँदैन सरकार। यो बरु क्यान्सलै गरिदिए हुन्छ, आनन्दै भयो। बरु तपाईँहरूको नि इज्जत बस्छ। एमालेको पालमा दिएको भन्छ सबैले, एमालेको पालमा दिएको वृद्ध भत्ता अहिलेको सरकार आएर काट्यो भन्ने त्यो त एउटा ठुलो तपाईँको नाउँ बस्छ। त्यो चाहिँ गर्नु होला भने मैले जानेको बोलेको चाहिँ मैले यति। म सैलुङ नरबन गुरु झाँक्री सेवा केन्द्र।